तपाईं भन्नुहुन्छ कि राजसपालाई भोट दिनेले आफ्नो हात चाहिँ सिलौटोमा राखेर पिस्नु पर्छ, सिलौटोमा हात राखेर लोराले थिच्ने पर्छ भनेर भनेको आफूले आफैलाई हो, फेरि हामीले होइन। अनि 72 जनालाई गोली हान्ने सरकारले टाउकोमा बोक्नेले चाहिँ टाउको फोड्नु पर्छ होइन। लेट्स वेलकम हाम्रो हारेको माननीय एमालेमा जसको धेरै योगदान भए पनि मलाई लाग्छ सबसे धेरै योगदान भनेको केपी ओलीको हो। त्यसपछि महेश बस्नेत, त्यसपछि सूर्य थापाको हो। 3 जना मिलेर एमाले सकाइदिनु भयो। कति % जिम्मा लिनुहुन्छ तपाईहरू चाहिँ अहिलेसम्म बोलेर एमालेलाई योगदान गर्नुभयो, अहिले लाग्दैन अब नबोलेर योगदान गर्नु। केपी ओली विकास प्रेमी नेता हो भन्ने त हजुरले लाग्छ नि? धेरै योग्य नेता हो। कस्तो खाले विकास हो कि झापामा 1.5 अर्बको भ्यू टावर पुर्याउन सक्ने तर कर्णालीमा 1.5 रुपियाँको सिटामोल पुर्याउन नसक्ने। तपाईँ देशभक्त मान्नुहुन्छ, उहाँलाई जे होस्। नक्सामा जमिन राख्ने नेतालाई देशभक्त मान्ने तपाईँ अन्धभक्त, उहाँ देशभक्त होइन। जमिन राखेर फिर्ता हुने भए सेना चाहिँ नेतालाई हेलिकप्टरमा भगाउनले राखेको हो। तपाईँ त पत्रकार पनि हो पहिलाको, है? पत्रकार भनेको सहीलाई सही गलतलाई गलत भन्नुपर्छ। अनि केपी ओलीले झोले हो भन्दाखेरि म पनि झोले हो कसरी भन्नु? यो 72 अहिले पनि तपाईँले लाग्छ म लोकप्रिय चाहिँ छु, जे भए पनि फेरि जाउँला टेस्ट गरौँला नि। टेस्ट गरेर त्यसो भए कमेन्ट सेक्सन किन अफ गर्नु? कमेन्ट सेक्सन रवि लामिछानेका कार्यकर्ताहरूलाई रिप लेख्नका लागि होइन नि त। जे होस् 52 वर्षको मान्छेलाई रिप लेख्नु चाहिँ पुरै गलत हो, पुरै समर्थन गर्छु। जनताको आलोचना सुन्न नसक्ने नेता होइन, जनताको प्यारो होइन, बाको हनुमान बरु हुन सक्छ। मसँग त म हो। चुनाव भन्दा पहिला चाहिँ जेनजी कामै नलाग्ने, चुनावको बेला आफै म जेनजी हो मलाई भोट हाल भन्नु हुँदो रहेछ हजुर। चाहिँ तपाईँलाई लाग्छ कि केपी ओलीको इमेजमा दाग छैन? दाग छैन भने यसपालि चुनावी ब्यानरमा किन हटाइदिनु भयो? जब पार्टीको नेतालाई केपी ओलीलाई बोक्न सक्दैन भने यो देशले किन बोक्नु? तपाईँ भन्नुहुन्छ नगरपालिका चलाउन नसक्नेले देश कसरी चलाउँछ? यो त हो नि, देखिरहनु भएको छ नि, होइन? यो हिसाबले मैले मजाक गरेको होइन। तपाईँको पनि पार्टी अध्यक्षको स्वास्थ्यमा समस्या छ। अब यो हिसाबले के भन्ने, जसले आफ्नो जीव सम्हाल्न सक्दैन उसले देश कसरी सम्हाल्छ? लुसिफरले पनि फेरि चुनाव हार्ने, चुनाव पनि हुन्छन् के? यस्तो सपना चाहिँ देखिरहनु पर्छ। परिणाम हेर्दै जानु। अरू त राति सपना देख्छ त।